चाउचाउ पनि बनाउन नजाने मेरो छोरो करोडपति बन्छु भन्दै हिँडिरहेछ। बडो चिन्ता पो लाग्न थाल्यो त। होइन, कुन फिल्मको हिरो आयो यस्तो भनेपछि आफ्नै छोरालाई पनि चिनेन। कुन फिल्मको हिरो भनेको त मेरै साले नालायक गधा छोरो पो रहेछ। अब यो पुरानो घरमा बस्नु पर्दैन बाउ, दुःख गर्नु पर्दैन। तिम्रो छोरा करोडपति भन्छस् नि तै साले करोडपति गधा। कुन चाहिँ करोडपतिको छोरी उडाइस् कि बुढी उडाइस्? कसरी भइस् करोडपति? कसरी करोडपति हुनु र बाउ? यही तिम्रो नाममा भएको जग्गा घर जग्गा बेचिदिएर त करोडपति भएको नि म। त्यही भएर त घरमा बस्नु पर्दैन, अब दुःख गर्नु पर्दैन भनेको नि। के रे भगेउडा घर पनि बेचिस् रे नालायक साले कुलाङ्गार। अब कहाँ बस्ने हामी? कतिमा बेचिस् खोइ पैसा ले। अनि यो तैँले लाएको चस्मै करोड पर्छ होइन यसलाई त? के चिन्ता लिएको हो बाउ? ल्याउ टोपी 1 करोडको। यसो गरेर समात्ने, रोडमा बस्ने, भिख माग्ने। कहाँ बस्ने भनेर चिन्दै गर्नु पर्दैन। पैसा जति 1 करोडको टोपी र 2 करोडको चस्मामै सकियो। भिख माग्ने बस्ने।